भित्र जटा बाहिर पनि जटै जटाले जेलिएका मानिसहरू। एक समय भगवान बुद्ध श्रावस्तीमा विहार गर्नुभएको थियो, बस्नुभएको थियो। रातको समयमा देवताहरू अर्थात् कुलीन, बौद्धिक र संस्कारित भनिने मानिसहरू आएर भगवानलाई प्रश्न तिर्साउँछन्। अन्तो जटा बहि जटा जटाए जटिता पजा तम तम गौतम पुच्छामी कोइमङ विजटए जटङ। अर्थात् भित्र पनि जटा जगडेर राख्ने बलियो जालो वा जेलिएको र बाहिर पनि जटै जटाले जेलिएको बन्धन जस्तो अवस्थामा प्रजा वा मानिसहरू रहेका छन्। त्यसैले हे गौतम, भगवान बुद्धको गोत्रको नामबाट सम्बोधन गर्दै सोध्छन्, हामी तपाईँलाई सोध्न चाहन्छौँ कि यस्तो भित्र पनि बाहिर पनि जटै जटा र बन्धनै बन्धनले जेलिएका अवस्थामा मानिसहरूलाई जटाहीन अथवा जटा फुकेको वा जगडन र बन्धन मुक्त बनाउन कसरी सकिन्छ, कसले सक्छ, हामीलाई केही कृपया बताउनुहोस्। यो जटा अर्थात् जेलिने गरी जगडेर राख्ने बाँसको जटा जस्तो र मानिसका लागि भने त्यो जटा भनेको तृष्णा हो वा भोग र सङ्ग्रहको तृप्तिरहित लालसा वा अतृप्त चाहना भनेर भरेर कहिल्यै नभरिने पिँध बिनाको बाल्टी, बटमलेस बास्केट जस्तो हो मन वा चित्तको अवस्था। ऊ बाहेक उसका वरिपरिका अन्य मानिस र समाजहरू पनि त्यस्तै प्रवृत्तिका हुने भएकोले बाहिर पनि जटै जटाले युक्त भएको भन्ने आशयका साथ प्रश्न सोधिएको हो। कसले यस्तो जटालाई सुल्झाएर जटारहित बनाउन सक्छ भनेर सोधिएपछि सर्वज्ञताले परिपूर्ण र तिनै कालहरूको विषयलाई सजिलै जान्ने तथागत बुद्ध भन्नुहुन्छ, सिले पतिठाए नरो सप्पयो चित्तङ पैयञ्च भावयङ आतपी निपको भिक्खु सोइमङ विजटए जटङ। शील अनि सदाचारले युक्त भएको उत्साही र बुद्धिमान भिक्षु जसको प्रज्ञा, बुझाइ र चेतना होस जागेको हुन्छ, भावयङ वा चित्त समाधिस्थ भएको हुन्छ, तब त्यस्ता भिक्षुले भने विजटए जटङ, जटारहित वा बन्धनरहित भएर सुल्झाउन सक्छ भनेर दिएको उत्तरले सन्तुष्ट भएर बुद्धलाई नमन गरी बिदा भए। अब 2600 वर्ष अगाडि बैलगाडीको समयमा त मानिसहरूमा यस्तो तृष्णाको जटा अथवा क्रेभिङ्स या लालसा सम्बन्धी प्रश्न विद्वानहरूका बीच जटिल र गुह्य प्रश्न बन्थ्यो भने अहिले त झन् सुपरसोनिक हवाईजहाजबाट हाइपरसोनिक हवाईजहाजमा स्थानान्तरण हुन लागेको र बुलेट ट्रेनबाट पनि हाइपरलुप ट्रान्सपोर्टेसन सिस्टममा र स्पेस ट्राभल प्रवृत्ति भइरहेको समयमा तृष्णा र यसबाट सिर्जित समस्याहरू अनि युद्ध, अपराध, मानसिक समस्याहरू, स्वार्थ लोलुपता अर्थात् करुणाविहीन चित्त प्रवृत्तिले भरिभराउ मानिसहरू, भोकमरी, आतंककारी, जैविक र रासायनिक हात हतियारहरूको सङ्ग्रह, प्रयोग र किसिम किसिमका रोग व्याधको समस्या अनि शक्तिशाली र महाशक्ति राष्ट्र बन्नका लागि गरिने होडबाजी, प्राकृतिक सम्पदाहरूको अनुचित दोहन आदि कारणहरूको पनि कारण भनेकै यही तृष्णाहरूको जटै जटाले जगडिएका मानिसहरूको मन हो। र आगामी समयमा पनि यो प्रश्न झन् कति प्रासङ्गिक भएर आउँछ होला, विचारणीय छ। तर भगवानले भिक्षुलाई उपमा बनाएर दिनुभएको उत्तर वा निर्देशन भने हामी सबै मानिसहरूका लागि हो भनेर बुझ्नु पर्दछ। मात्र हामीले जटा र बन्धन मुक्त हुनको लागि जाग्ने अभ्यास र प्रज्ञाको विकास गर्नुपर्छ। तब मात्र लोभ, लालच, तृष्णा, माया, मोह आदि बन्धनहरूबाट मुक्त हुन सकिन्छ भनेर बुझ्नुपर्छ। आजलाई